हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ एकदमै हामी न्यू भ्लगमा तपाईँहरू सबैलाई स्वागत छ। आज चाहिँ म यहाँ गुम्हन्ज्याङको हाटमा छु र तपाईँहरूलाई म देखाउने छु यहाँनिर हाटमा के पाइन्छ। कतै जानु होला यहाँ हाम्रो बडीमा आउनु हुँदैछ। यहाँ हाम्रो पक्कडदा हाटमा आउनु भएको होला है तपाईँ पनि। के किन्यो तिमी चाहिँ? यहाँ हाम्रो संयोजकदारले पनि एकदम किन्नु हुँदैछ यहाँनिर एकदम। इसको चाहिँ कसरी? 50। यसको 50 रुपैयाँ 50। भनेपछि 10 रुपैयाँ लोकलले पनि लोकललाई चिने है? लोकल भनेर है? हान्नु पर्यो। इस्कुस 50 रुपियाँ किलो अरे अर्ग्यानिक इस्कुस अरे 50 रुपियाँ। लोकलले माने भन्नु न हुन्छ नि लिङ्गो चाहिँ कसरी? लिङ्गो 25 अरे गाडीले गर्दा फेरि है ब्लग बनाइदिनु ल। हेलो हजुर भाइ गाई पुरै उयोहरू पुरै गट्ठाहरू चाहिँ कसरी हो? गट्ठा चाहिँ मेरो ढाकीमा हालिदिनु त। किने त अझै फेरि 2टा। यस्तो रहेछ यहाँको हाट बजार चाहिँ। तर म चाहिँ फर्स्ट टाइम यहाँको हाट बजारमा आज मौका पाएँ। अन्त हाटमा आएको होला है सोची दिदी। सानोतिनो सौदा है घरकै आँगनमा यसरी किन्नु पर्यो है। त्यही त त्यस्तो रहेछ चाहिँ। यताबाट चाहिँ बिजनबारी जाने बाटो हो। यो चाहिँ यताबाट चाहिँ मिरिकहरू जान्छ। ढिलो भयो लु ढिलो भयो ढिलो भयो अलिक छिटो आउनुपर्छ नि। अन्त आज हाटको दिन भएको सुती पठाएछ ज्यादा उयो भएर अन्त ल
तिमीले गाडी गरिसकेको? मैले गरिसकेँ अलिअलि। के गर्नु हुँदैछ अरे? के गर्नु हुँदैछ? एकदम अब के गर्नु सब्जीमा यी हाटमा हरियो पर्यो हेर्दैछौँ किन्नु पर्यो खानु पर्यो अलिअलि सागसब्जी लानै पर्यो खानै पर्यो। यहाँ चाहिँ हाम्रो घुम भन्ज्याङ चेकपोस्ट हुन्छ। ग्रिनेरी नजारा हाट ग्रिनेरी चाहिँ हाम्रो यहाँ चाहिँ मजाको यहाँबाट चाहिँ यता सुकिया मिरिकहरू पाइन्छ। त्यहाँबाट चाहिँ बिजनबारी चाहिँ लुगाको स्टल रहेछ। लु सस्तो मस्तो होला है पुरै सबैजना आइदिनु होला है। लुगा एकदम सस्तो मस्तो रिजनेबल रेटमा होलसेल रेटमा है। हजुर लु सबैजना आइदिनु होला यहाँ दाजुको हजुर स्टलमा। यहाँ पर चाहिँ के पाइन्छ यहाँ परतिर चाहिँ? यहाँनिर चाहिँ के हो? यहाँनिर चाहिँ यस्तो उयोहरू रहेछ। यहाँ हामी चाहिँ भर्खर सजाउँदैछ हो। ए सजाउनु हुँदैछ। पाल टाङ्दा होइन ए कहाँनिरबाट आउनु भएको तपाईँहरू चाहिँ? यही माथि घिसिङबाट। ए घिसिङबाट। मेरो चाहिँ यहाँ छोरी मान्छेको चिजबिजहरू पाउँछ। लु छोरी मान्छेको चिजहरू चाहिँ पुरै रहेछ। यहाँनिर भर्खर सजाउँदैछु। लु आइदिनु होला है आइदिनु होला सबैजना। छोरी मान्छेलाई चाहिने चिजहरू सबै पाउँछ। त्यही त। यो भाडा दोकानको चाहिँ कसको? भाडा दोकानको चाहिँ आन्टीको दोकान भएको। ए लु यस्तो भाडा बर्तनहरू पनि यहाँ पाइँदो रहेछ है। लु सबैजना आइदिनु होला। यहाँनिर स्टलहरू एकदम बनिँदै रहेछ हुँदै रहेछ। यहाँनिर चाहिँ एकदम खानाहरूको रहेछ है। तपाईँहरूकोमा चाहिँ के पाउँछ हौ? के पाइन्छ? पानीपुरी आलु भुजा मोमो। लु यहाँनिर चाहिँ आलु पानीपुरीहरू खानु आइदिनु होला है। स्पेसल पाइँदो रहेछ यहाँ दिदीकोमा। यहाँनिर चाहिँ तपाईँकोमा चाहिँ के पाउँछ? लु वाउ सेलरोटी बनिँदै रहेछ यहाँ दिदीकोमा चाहिँ। लु हेरिदिनु होला। दामी फिट्नु हुँदै रहेछ है। अब बनाउनुहुन्छ? हजुर। कति बेला पोल्नुहुन्छ अब? अब एकछिन पोलिहाल्छु। ए कसरी सेलरोटी चाहिँ? 10 रुपियाँ एउटाको? ए कस्तो मजाको उयो हौ। चामलको पिठो मात्रै होला नि? हजुर। दामी। ल यहाँ हाम्रो गाउँको एकदमै मजाको हाट मजा आउने। यहाँ एकदम ग्रिनेरी एकदमै हरियाली को बीचमा आजको वेदर पनि राम्रो भएको छ। मौसम पनि अझै यहाँनिर स्टलहरू लाग्दै रहेछ। मेरो सौदा चाहिँ त्यहाँ गरिदिनु हुँदैछ। हेरिदिनु होला हाम्रो घुम भन्ज्याङको हाट। यहाँ चाहिँ माइजूको एकदम दोकान। माइजूकोमा चाहिँ के पाइन्छ हौ? हल्का फुल्का माइजूको दोकानमा यस्तोहरू छ। आइदिनु होला है हाम्रो माइजूको दोकानमा। मोमो आलु चप खान आइदिनु पर्यो। त्यही त स्पेसल पाइन्छ यहाँ। एकदम है दामी बनाउनुहुन्छ हाम्रो माइजूले। त्यही त आउनु पर्यो। ल आउनु होला। यहाँ चाहिँ यस्तो झिलिमिली यस्तो पाइँदो रहेछ। सानो तिनो राम्रै हाट लाग्दो रहेछ है। त्यो भैयाकोमा चाहिँ। लु तपाईँहरू चाहिँ कहाँबाट आउनु भएको? सुकियाबाट आउनु भएको अरे। लु सुकियाबाट पनि आउनु हुँदो रहेछ। सब्जीहरू यहाँनिर। तपाईँ चाहिँ? त्यहाँबाट चाहिँ एकदम यताको लोकल अरे। ल हाम्रो सर नमस्ते। हाम्रो हाटमा स्वागत छ है तपाईँलाई।
एकदमै मेरो चाहिँ के किनिँदैछ के हुँदैछ मेरो चाहिँ के हुँदैछ यहाँ हाट गर्न आउनु भएको होला लु के ड्युटी पनि गएको होला है ड्युटी पनि गएको होला है ल जानु ल ल ल फेरि भेटौँ ल जान्छु नि हौ कति भयो मेरो अब मेरो पनि पैसा दिनुपर्छ भयो दुईटा काँक्रा रहेछ तेरो कति भयो मेरो कति भयो औ सन्चोक हिसाब जोड तिमी 4 किलोको है कति भयो काँक्रा लगेको छु मैले मजा लाग्यो मलाई यहाँको हाट आफ्नो गाउँको घाट पाउँदा एकदम छुट्टै मजा आउँदो रहेछ है खुसी लाग्यो लु हेर्दै जानु होला देखाउँदै जानेछु है यहाँ चाहिँ एकदम स्पेसियल भुजाहरू पाइँदो रहेछ भुजाको आइटमहरू रहेछ लु कोलाई खानु मन पर्यो होला योहरू हेरेर यो हाटमा आउनु होला वाउ माई गॉड कसको दोकान ए तपाईँको तपाईँ आफै हातले बनाउनु भएको सबै मैले आफै बनाएको ए है कति राम्रो है यहाँ हेर्नुहोस् है हाम्रो दिदीको है कलाहरू है आफ्नो हातले बनाउनु भएको अरे उहाँले एकदमै के राम्रो राम्रो बनाउनु भएको रहेछ आफै बनाउनु भएको है तपाईँहरू पनि आइदिनुहोस् है सानो भए पनि हात लागेको छ यहाँ हाम्रो दिदीको है दोकानमा है रिजनेबल छ रेटहरू पनि त्यस्तो हाई रेन्ज छैन त्यही त उहाँले आफ्नो हातले है यो बनाउनु पनि त कति मेहनत लाग्छ पुरा मेहनत लाग्छ यो पनि एउटा कलै हो है सबैले त गर्नु सक्दैन है गरेकोहरूलाई चाहिँ हामीले एप्रिसिएट गर्नुपर्छ है प्रोत्साहन दिनु पर्यो गर्नेहरूलाई चाहिँ तपाईँहरू आएर चाहिँ हेरिदिनु होला किनिदिनु होला है एकदमै मन पर्यो राम्रो राम्रो बनाउनु भएको रहेछ हौ सबै बनाउनु भएको है यो उनको धागो र यो म्याक्रेमको धागोमा मात्रै काम गर्छु ए हजुर यसमा काम गर्छु के राम्रो यो चाहिँ कसरी हो यो 150 रिजनेबल छ रेट पनि तपाईँहरूको त्यो चाहिँ मलाई लानु मन पर्यो एउटा र अब म एउटा किनिदिन्छु ल तपाईँकोमा आजको बोनी गरिदिएको छु है पुरा बिक्री होस् है दिनभरिमा सबै बिक्री होस् है लु तपाईँको म चाहिँ यो लाँदैछु ल यसलाई उयो भन्छ होइन ड्रिम क्याचर यो ड्रिम क्याचर चाहिँ म लाँदैछु उहाँकोबाट मेरो पिङ्क फेभरेट हो नि त पिङ्क र व्हाइट कम्बिनेसन एकदम राम्रो बनाउनु भएको रहेछ लाँदैछु लगेको ल दिदीकोबाट एकदमै मन पर्यो मलाई लु तपाईँहरू पनि सबैजना आएर यहाँ दिदीको दोकानमा किनिदिनु होला है कति भन्नुभयो प्लान्टहरू पनि पाइँदो रहेछ यसरी बढीको सौदा भइसक्यो अनि अहिले किन्छु किनिहाल्नु नि अन्त किन अहिले किन्ने किनिहाल्नु के मेरो ब्यागमा हाल्नु नि के किन्ने किनिहाल्नु नि अन्त उयो पर कहाँबाट लाने हौ त्यहाँबाट लानु नि त अन्त लु यहाँ अर्कै सन्चोको यहाँ एउटा बिट चाहिँ किन्नु पर्यो म लु यहाँ दाजु कहाँबाट आउनु भएको तपाईँ सिटोङ लु सिटोङबाट पनि आउनु भएको रहेछ सिटोङको यो अर्ग्यानिक गाजर बिट ए मुला चाहिँ सक्यो है बिट चाहिँ लानु पर्यो म एउटा कसरी हो हजुर 40 रुपियाँ लु उहाँकोबाट मैले बिट लगिदिएँ ल गाजर र बिट
निकालिदिनुहोस्। यो चाहिँ एकदम सिटोङको अरे। सिटोङ त उता है बागौडापट्टिको सिटोङ। अनि त्यहाँबाट आउनु भएको कति बेला हिँड्नु भएको बिहान? 5:30मा 5:30मा पनि यहाँ हाटमा आउनु भएको रहेछ। उहाँले पनि यसरी राख्नु भएको छ। हाम्रो हाटमा आएर हाटको शोभा बढाइदिनु भएकोमा धन्यवाद धेरै धेरै तपाईँलाई है। सिटोङबाट आउनु भएको रहेछ। यहाँ सिटोङबाट अर्ग्यानिक बिट गाजरहरू सबै लिएर आउनु भएको रहेछ। पनि तपाईँ चाहिँ के ल्याउनु भएको? कोपी लिएको। कोपी अरे लु यहाँ अर्ग्यानिक कोपी। लु कोपीहरू पनि आउँदैछ, किन्नुपर्ने रहेछ। आउँदै रहेछ अझै सब्जीहरू अझै आउँदै रहेछ। हाट हाम्रो घुम भन्ज्याङको हाट। यहाँ उहाँको फेरि अझै के सकेन रहेछ, के पुगेर चाहिँ फेरि उहाँ आउनु हुँदैछ हाम्रो सन्जोगदा। फसी हो कि गट्ठा हो? हाटमा चाहिँ अलिक सस्तो दिनु पर्छ है। उयो हो पाड्यो। हाटमा सस्तो दियो भने त मान्छे आउँछ त। हाटमा पनि बजारकै भाउ भयो भने त कहाँ आउँछ अन्त होइन? हाटमा त अलिक सस्तो दिनु पर्यो नि। यहाँ आउनु हुँदैछ मान्छेहरू अझै। उहाँहरू चाहिँ जानु हुँदैछ। त्यति ड्युटी गएको ड्युटी गएको अरे। लु भरे भेटौँ भरे भेटौँ ल। गएको तिमी पनि? त्यही त जाउँ न त्यहाँनिर। यहाँ पर पनि पोल्दैछ नि त। पोल्नु भएछ? यहाँ चाहिँ सेलरोटी बनिँदैछ। अब यहाँनिर पनि सेलरोटीको बास्ना आयो मलाई। तातो तातो सेलरोटी रहेछ यो चाहिँ। हेर्नुहोस् है तातो तातो सेलरोटी पाइने रहेछ। लु अड्काइदिनु होला है। कसरी हो? 10 रुपियाँ हो गोटाको। 10 रुपियाँ गोटा अरे। तर एकदमै दामी टेस्टी। हेर्दै तातो तातो यहाँ दाजुको सेलरोटी खान आउनु होला। दामी चाहिँ अब खान्छु यहाँ बसेर। सेलरोटी लाने अब हामी यहाँ ड्युटी गएको अरे। कस्तो लाग्यो आज अब हाम्रो हाट? म त फर्स्ट टाइम हो तर एकदम राम्रो रमाइलो। खै म आएर होला हौ एकदम वेदरहरू पनि दामी भएछ। मासुहरू आज आउँछ।
अझै यहाँनिर के अरे मासुहरू मिटहरूको पनि स्टल हुँदो रहेछ आज चाहिँ आएको छैन रहेछ है तर एकदम मजाको क्या राम्रो लाग्यो यताबाट चाहिँ डिसेम्बरी जान्छ है यताबाट चाहिँ सुक्खु हाम्रो दिदीले अब सेलरोटी पोलिदिनु हुँदैछ हाम्रो लागि फर्स्ट चाहिँ अब त्यस्तो भएको होला है होइन तेल अलिक खरेर नखरेर ए हजुर यो पिठोमा चाहिँ के हाल्नु भएको छ तपाईँहरूले मैले अलिकति आँटा चिनीहरू बिक्री हुन्छ है दिनभरिमा सक्छ सक्छ अहिले एकछिनमै सक्छ होला अहिले 11-12 बजीसम्म त सक्छ यति सबै लु तपाईँको चाहिँ एकदम सेलरोटी मिठो हुन्छ अरे भनेको सुने मैले यहाँ सबैजनाले भन्दो रहेछ है र आज चाहिँ म पनि चाख्छु सबैजनाले यहाँ दिदीकोमा एकदम मिठो पाउँछ अरे सेलरोटी हजुर यहाँ बहिनीले मलाई यहाँ ल्याउनु भएको किनौँ न त अलिकति लु जीवन भाइ तपाईँहरूको घुम भन्दै हाटमा म आज फर्स्ट टाइम आएको है मलाई त एकदम राम्रो लाग्यो तपाईँको के छ हौ लु एकदम यहाँ एकदम राम्रो चल्दैछ हाट प्रायः अब सबैजनाले नै यसको फाइदा उठाइरहेको छ उठाउनु पर्यो होइन सबैले अब सस्तो दाममा यताउता भइरहेको छ गाउँको अलिकति बेरोजगारहरूले पनि अलिकति हप्तामा भए पनि 300-400 भए पनि कमाउने मौका पाइरहेको छ एकदमै राम्रो खुसी लाग्यो तर मलाई चाहिँ एकदमै देखेर म चाहिँ फर्स्ट टाइम आज आउने मौका पाएँ है तपाईँहरूको चाहिँ यहाँ के पाइन्छ होइन म त कमिटीको सघाइदिएर खालि यहाँ भाइ चाहिँ बहिनीहरू छ बहिनीहरूलाई चाहिँ पकाउनु भएको अरे उहाँले र हाम्रो घुम भनेको हाटमा चाहिँ आइदिनु होला सबैजना नलगाउन हौ हामी यहाँ फेरि दसैँ यहाँ दाजुकोबाट पनि बोल्दैछु सेलरोटी के गर्ने हो एउटा चाहिँ चाख्नु पर्यो कस्तो रहेछ दामी दामी रहेछ के हाल्नु भएको हुन त के हाल्नु चामलको तेल हाल्यो दुध हाल्यो चिनी मसला दामी सेलरोटी पैसा छैन तपाईँकोमा उसको साथ के पान्छ कतिवटा तपाईँले खिलाउनुहुन्छ लानुहुन्छ खाने हो सेलरोटी यहाँ दिदीले चाहिँ चप बनाउनु हुँदो रहेछ कसरी हो चप चाहिँ हजुर होलसेल चप है होलसेलमा है चप पनि होलसेलमा अरे यहाँनिर चप पनि होलसेलमा अरे हजुर हजुर चप पनि होलसेलमा छ अरे यहाँ दिदीको 10 रुपियाँको है 10 रुपियाँको मलाई पनि 5 वटा हालिदिनुहोस् ल म आउँदैछु यहाँ सेलरोटी अझै लाने हामी यहाँ सबैजनाले खानु पनि हुँदैछ अनि यहाँ दिदीकोबाट चाहिँ अझै सेलरोटी लाने खै दिदीको सेलरोटी किन यस्तो गिरगिर हुँदैछ हौ आज होइन यो कार्टुन लगाउँदै थिएँ त्यहाँ अलिक तेल हल्लिँदैछ अलिक खराइदिनुहोस् है मलाई त अलिक खरेको मनपर्छ हुन्छ हुन्छ
हजुर होलसेल 10 रुपियाँ रे मलाई 5 वटा होलसेल है होलसेल 10 अरे लु होलसेल 10 अरे चाख्छु है कस्तो चाहिँ रहेछ है अहिले चाखेर भन्छु म अझै राजदा राजदालाई स्वागत छ है मेरो भ्लगमा ल थ्याङ्क यू एकदमै के छ खबर एकदम ठिकठाक आज एकदम यहाँ घुम भनेको हाट घुमेको मौका पायो बल्ल आउनु पर्छ त्यही त है अब अझै मान्छेहरू आउनु एकदम सुरु हुँदै रहेछ पुरा भिड हुँदै जाँदैछ अब चाहिँ खै हाम्रो माइजू के बनाउनु हुँदैछ माइजूको यो प्याजी हेरे स्पेसल यही एकदम यहाँ बनाउँदैछ है ल हेर्दै जानु अँधेरो भएर त्यति देख्दैन रहेछ बनाउनु पर्ने रहेछ लाउनु पर्ने रहेछ हाम्रो यहाँनिरको एकदम गाउँको हाट है बुधबारे हाट अरे यहाँनिर चाहिँ घुम्नु माइजूको एकदम बिक्री होस् ल आज दिनभरि डल्लै माइजूलाई यहाँ हाम्रो एरू पनि आएको छ है हाट गर्ने दिदी तिमीहरूको हाट बजार सक्यो भाउजू किन्दिनै यहाँनिर चप्पलहरू पनि दामी दामी रहेछ लु ऊ यहाँ बल्बहरू पनि रहेछ लु सबै के अरे सब्जीदेखिको लिएर हार्डवेयरदेखिको लिएर है गार्मेन्ट्सदेखिको लिएर यहाँ चाहिँ सबै कुराको एभाइलेबल रहेछ है लु ओइ प्रीति यहाँ हौ भुजाको स्टलहरू पनि देखेर म त भुजाको स्टल देखेँ अन्त ल भाग्यमानी हुनु हेर्नु कति मजाको डल्लो अहिले अझै भिडभाड हुँदैछ यहाँनिर एरू एरू सब्जी गरेको लु जानुपर्छ अब अहिले एकछिनमा जानुपर्छ नि फर्किने छ के छुट्टी अब जानुपर्छ बाई बाई अरे बाई ए हुन्छ सबैलाई बाई बाई लुजु आजको हाट चाहिँ यस्तै छ है लु आजको हाट चाहिँ है बुढा टेकिहाल्यो कहाँबाट आएको भैया कहाँबाट आएको कहाँबाट आएको मेरो दोकान ए होइन कहाँबाट आएको भेट्नु भनेको इस्लामपुरको माछा पनि आउँदो रहेछ यहाँ बिक्री भइसकेको सबै अलिअलि सबै भइसक्यो होला है होइन अब यति छ त्यो खतम भयो भने फेरि ल्याउँछु आज पुरै बिक्री हुने रहेछ है अस्तिको भन्दा अलिक अझै चल्दैछ आज राम्रो चल्यो आज दिन पनि राम्रो भएर होला है अब यहाँ हाट हुन्छ त्यही त भाउजूको हाट भयो कति बजी 7 बजी लाग्छ है 7 बजीदेखि स्टार्ट हो दिनभरि बेलुका फेरि लास्ट भिड हुन्छ हाम्रो एरू पनि हाट गरेर आएको अरे हो हाम्रो एरू पनि हाट गरेर आएको अरे यस्तै छ आजको नजराहरू चाहिँ भाबी यहाँ हाम्रो भाबी चाहिँ माथि हुनुहुँदो रहेछ तल नझर्ने
यहाँ हाम्रो भाबी चाहिँ एकदम टुप्पोमा बसेर हेरिरहनु भएको छ। हाम्रो गाउँहरू यस्तो चाहिँ हाम्रो घरहरू बनिँदैछ। हाम्रो गाउँ घरहरू यस्तै छ, हेरिदिनु होला। हरियालीले भरपुर छ। वाउ, यहाँ हाम्रो भैयाजीहरू यहाँ लजले हुरुक्कै हुँदैछ। उहाँहरूको काम एकदमै राम्रो छ। किन लुकेको? यहाँ कस्तो हेन्समहरू। अन्त दामी रुस्तो बुले लासले हुरुक्कै। यहाँ काम हुँदैछ यहाँ हाम्रो है घरको। यहाँ यी भाइहरूले एकदम राम्रो काम गर्छ, हाम्रो प्यारो प्यारो भाइहरू है। दिपाली ठिकै छ? यहाँ हाम्रो दिपाली यो लाजले हुरुक्कै हुँदैछ। यो यहाँ दिपाली के लाने पिङ्की? प्याज टमाटरहरू लानुपर्छ। अब यो क्याप्सिकम देखिनौ यहाँ थिएछ नि। फेरि आएको है, बिहान आएर पनि फेरि आएको। आज हात धुन्नु है। झरेछ राम्रो वेदर भयो। यहाँ चाहिँ बिहानदेखि बेलुकासम्म हाट लाग्दो रहेछ है। सब्जी चाहिँ सस्तो दिएको हो कि महँगो दिएको हो? हाटमा त सस्तो हुनुपर्छ है। के किनेको तिमीहरूले चाहिँ यहाँ? लु 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 सस्तो सस्तो सब्जी पुरै सस्तो दिएको होला है। सिलगढीको दाममा दिनु भएको? म त फेरि सिलगढीको फेरि थाहा छ नि फेरि है। ल यहाँनिर सब्जी गर्ने आएको भुसा चाहिँ किन लुकेको? म देखाउँछु अब आज। त्यही त अन्तसम्म चाहिँ यहाँनिर लु यहाँ हाम्रो एरो चाहिँ यहाँ बसिरहनु भएको छ। कुदाउनु हुँदैछ मान्छेले बुम बुम। यता बडीले के भन्नुहुँदैछ? अन्तसम्म चाहिँ के हेरेको? अन्तसम्म चाहिँ यहाँ लु यहाँ दाजुबाट सुराले हेर्दैछ ट्राउजरहरू अरे। ल आउनुहोस् है, लु यहाँ दाजुको मम्मी हेरेर किनिदिनु होला है। म त अघि किनिसकेँ है, भिड भएको रहेछ है। ल सङ्गीता कस्तो छ हाटमा? आज भिड भयो? सस्तो है? हो कसरी अरे? 20 रुपियाँ मात्रै? अब 50 त होइन है? 50 त होइन, चाहिँ बेसी लिँदैछ हाटमा है। हाटको दाम भएन नि त है। हाटको दाम भएन, यस्तो भएन। हाटमा पनि त उयसको जस्तो लियो भने त कहाँ हुन्छ, कम्ती हुनुपर्छ। प्रीति तिम्रो छोरी हेर कोसँग छ? तिम्रो छोरी उपर
यस्तो हो लु आउन उयोबाट प्रिटी उयो हेर्नु हो हाट बजारको सौदा पनि सकियो है आज एकदमै मजा आयो र आज हामी सबैजना दिदी बहिनीहरू सबै मिलेर हाट गर्यौं हाटमा रमाइलो भयो धेरै दिन बाद हाट पनि हाल्दिउँ न हाट पनि राम्रो लाग्दो रहेछ है मजा आयो र आजको मेरो भिडियो के कसो भयो है तपाईहरुले यसो हेरिदिनु होला यसो मिलाइ दिनु होला आजको मैले उयो गरेको छु हालेको छु र मेरो अब आजको भिडियो किनकि आजको भिडियो पनि आज हामी सबै दिदी बहिनीहरुको साथमा चाहिँ आजको यो भिडियो चाहिँ म यही एन्ड गर्न चाहन्छु बाइ बाइ